हेलो गाइस, वेलकम ब्याक माई अनदर भिडियो आफ्टर लङ टाइम। तपाईँहरूको बिचमा फेरि पनि एउटा नयाँ भिडियो सहित म उपस्थित भइसकेको छु, तपाईँहरूकै आफ्नै साथी महेन्द्र राई। यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईँहरूले लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। र विशेष गरेर मैले तपाईँहरूलाई देखाउनु खोजेको भ्यू चाहिँ यस्तो छ, हेर्नुहोस्। यो चाहिँ पाँचथर जिल्ला मुक्लाजोङ गाउँपालिकामा पर्ने सुन्दर मनोरम दृश्य भएको डाँडा, हिले डाँडा। अनि यो चाहिँ एकदमै असल छ, राम्रो छ। अनि यो पुल अनि यता पनि छ, यस्तो छ डाँडा, हेर्नुहोस् है। तपाईँहरू पनि आउनु भएको छैन भने यो हिले डाँडामा आएर तपाईहरूले मनोरम दृश्य अवलोकन गर्न सक्नुहुनेछ। सो गाइज, आज हामी हिले डाँडा घुम्नको निम्ति, हिले डाँडा हैन, म पाँचथर जिल्लाको हिले डाँडा भन्ने ठाउँमा उहाँ चाहिँ चुडामणि गौतम चाहिँ होइन, उहाँ मगर हुनुहुन्छ। अनि पछाडि चाहिँ हाम्रो गोलियत जस्तो देखिने मान्छे, उहाँ चाहिँ कैलाश। र हामी सबैजना मिलेर आज पाँचथर जिल्लाको मुक्लाजोङ गाउँपालिकामा पर्ने यो हिले डाँडामा घुम्न आएका छौँ। अनि तपाईँहरू यदि आउनु भएको छैन भने यहाँको सुन्दर मनोरम दृश्यलाई अवलोकन गर्नको निम्ति तपाईँहरू आउनु सक्नुहुनेछ। हेर्नुहोस्, यस्तो राम्रो राम्रो डाँडा छ यहाँ, हेर्नु। हिले डाँडा है, साथसाथै यहाँ ह्यान्डसम फादर, ह्यान्डसम अनि उता ह्यान्डसम केटा, अनि यतै दृश्यहरू हेर्न सक्नुहुनेछ। साथसाथै यहाँ म पनि छु है। तपाईँहरूले मेरो च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब गर्नुहोला। हाम्रो राजु सर हुनुहुन्छ। राजु सर, कस्तो भइरहेछ तपाईँलाई यो हिले डाँडा? एकदम रमाइलो। दुई शब्द भनिदिनु न यसको बारेमा। यहाँ आउँदा चाहिँ स्वर्गको छेउमा पुगे जस्तो लाग्यो है। रमाइलो छ। यता हाम्रो चुडा फादर हुनुहुन्छ। चुडा फादर, तपाईँले यस विषयमा भनिदिनु न, तपाईँ फर्स्ट टाइम होइन यस ठाउँमा? फर्स्ट टाइममा आएको मान्छेले के कुरा भन्ने हो र यो वरिपरि हेर्दा चाहिँ जस रमाइलो रहेछ। रमाइलो छ। पर्यटकीय स्थल बन्नलाई एकदमै उपयुक्त ठाउँ जस्तो लाग्यो। अनि आफ्नो भाषा बुझ्दैन। ओके। अब यता हाम्रो झुस छ होइन, झुसलाई त अब के भन्नु, उसले उता यहाँकै स्थानीय मान्छे हो। अनि हेर्न सक्नुहुन्छ तपाईँहरू। यो ठाउँ चाहिँ हेरेर आउनु है, लोभ लाग्दो छ नि फेरि जिन्दगीमा। हेर्नुहोस्, आउनु ल, म रुम मिलाउँछु। अब चाहिँ चिप्लिन्छ गाडी फेरि, धुलो मऱ्यो नि। धुलो चाहिँ हान्दैन, चिप्लिन्छ नि त। पानीले हामीलाई एकदमै यहाँ बाटोमा सताको अवस्था छ।